हेलो गाइस, वेलकम टु द न्यू ब्लग। हाम्रो गाउँको बाटो जुन बनाउँदै गरेको अवस्था छ, त्यो बाटोलाई कभरेज गरेर चाहिँ म भिडियो बनाउँदैछु। कृपया तपाईँहरूले यो भिडियोलाई चाहिँ सकेसम्म लाइक, कमेन्ट अनि सेयर पनि गर्न नभुल्नु होला। अनि तपाईँहरू अझसम्म फेसबुकमा फलो गर्नुभएको छैन भने फलो गरिदिनु होला। साथै युट्युबमा पनि तपाईँहरू सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। सेयर सकेसम्म धेरैभन्दा धेरै कहाँ पुग्न सकियोस् भने यो भिडियोलाई पुर्याइदिनु भने अनुरोध गर्दछु। जाउँ अब हामी चाहिँ ढिला नगरिकन काम के कस्तो भइरहेको त्यो कामलाई हेर्न जाउँ। ओहो, काम त धमाधम हुँदैछ है हाम्रो यतातिरको बाटो। धेरै नै हल्ला छ, बोल्यो भने पनि केही सुनिँदैन। त्यही भएर म नबोलिकन भिडियो बनाइरहेको छु है। यस काम चाहिँ धमाधम हुँदैछ। सम्याउने, थिच्ने, पानी हाल्ने सबै काम हुँदैछ एकैचोटि। हेर्नुहोस् काम यतिको भइरहेछ। रमाइलो छ, रमाइलो। आजको मौसम पनि एकदम सफा छ। राति अलिअलि पानी परेको थियो, अलिअलि टङटङ नुनु गरेको थियो। आजको मौसम एकदम सफा भइरहेको छ। ओहो, मौसम चाहिँ खतरा छ, सफा मौसम साह्रै। कुनै कुनै ठाउँमा चाहिँ वालहरू पनि चर्किएको रहेछ। यो ठुलो पुनर्मर्मत गर्नुपर्ने अवस्थामा आइसकेको रहेछ जस्तो छ। यो चाहिँ रोलर लगाइसकेको, ठ्याक्क धान रोप्नलाई रेडी बनाएर राखेको जस्तो देखिन्छ। अहिले चाहिँ सुक्न बाँकी रहेको छ। आज यो रोलर लगाएको। ओहो, यस्तो छ अहिलेको हालको ताजा अवस्था हाम्रो बाटोतिर। यसलाई म अलिकति देखाउँछु कस्तो छ भनेर। यस्तो रहेको छ। यो आज अघि भर्खर थिचेको यो पनि अवस्थामा छ। यताको बाटो पुरै ठाउँमा चाहिँ वालहरू चाहिँ फुटेको रहेछ। वालहरू चाहिँ कुलोको वालहरू, तिनीहरू चाहिँ सब मर्मत गर्नुपर्ने स्थिति पनि छ। ओहो, आजको भिडियो चाहिँ अलि लामो नै हुनेवाला रहेको छ। म सकेसम्म सबै कुराहरू देखाउने कोसिस गरिराखेको छु। यतासम्म रहेको छ।
चाहिँ यसो झाडीहरू फान्दै हुनुहुन्छ। चाहिँ दोजर काम भइरहेको छ, बाटो अलिअलि मिलाउने। अनि अझ पनि तपाईँहरू मेरो च्यानललाई फलो गर्नुभएको छैन भने या मेरो पेज फेसबुक प्रोफाइल फलो गर्नुभएको छैन भने फलो गरिदिनु होला। लाइक कमेन्ट अनि सेयर पनि गर्नु नभुल्नु होला। यो कामको अपडेटहरू चाहिँ म हालिराख्नेछु, कृपया सँगै रहनु होला, जोडिनु होला भन्न चाहन्छु है त। वेलकम ब्याक। अहिले चाहिँ हाम्रो बाटोहरू चाहिँ यस्तो पनि सकेको छ। यो चाहिँ अलि हिजो नै काम गरेको ठाउँमा आइपुगेको छु म। अनि यहाँ चाहिँ अलिकति बाटोहरू राम्रै बनिसकेको छ, बसिसकेको छ, हेर्न सक्नुहुन्छ। यस्तो छ अवस्था। तर अलि पानी पनि रहेको छ। अनि यहाँ चाहिँ गाडीहरू पनि गुड्ने भएको कारणले गर्दाखेरि चाहिँ हल्का फुल्का बाटोमा खाल्डोहरू पनि देखिएको छ। हपफुली जुन कालो बदल हुनुपर्ने त्यो पनि समयमै चाँडै हुनेछ भनेर आशा गर्न सकौँ। अनि यस्तो छ नि, तपाईँहरूलाई विशेष एक विशेष ठाउँमा लाँदैछु देखाउनको लागि। यो चाहिँ म पनि यसमा गएको छैन, त्यहाँ पनि केही त भइरहेको छ। तपाईँहरूलाई सरप्राइज जस्तै भनौँ न, लाँदैछु के हुँदैछ त्यही त। तपाईँहरू पनि आउनुहोस् मसँगै एक्सप्लोर गर्नुहोस् है त। यस्तो छ यो जङ्गलमा हाम्रो सायद यो हाम्रो नुवा पार्कको लागि नुवा पार्कभित्रै पर्छ यो चाहिँ। यो ठाउँ चाहिँ नुवा पार्कको सायदै कुनै स्ट्रक्चर या केही बन्न लागेको अनुभूति भइरहेको छ मलाई चाहिँ। जाउँ हेरौँ के रहेछ। पनि पाक्दैछ है बुङ्गुरको मासु सायद। हेर्नुहोस् यहाँ सुरुमै म त यहीँ आइपुगेँ खाना बनाइरहेको ठाउँमा। 10जना चाहिँ काम गर्दैन हुन्छ अरे, 10जनाको खाना बन्दैछ यहाँ। जाउँ अगाडि हेरौँ। यहाँनिर चाहिँ तहरा पर्न लागेको जस्तो लाग्यो मलाई। हो रहेछ कार्यक्रमको लागि, नुवा पार्कभित्रको कार्यक्रम गर्नको लागि चाहिँ तहरा बन्दैछ। काम गर न, काम गर विशाल। बन्दैछ? के बन्दैछ मामा? ढलानको काम के खासमा के बन्ने छ यहाँ? ए ल ठिक छ। जेठा हजुर भन्दैछ नि काम गरेर हुँदैछ? काम सुरु गरिरहेको छु। नुवा पार्कको होइन त? नुवा पार्कको हजुर ल बिस्तारै गरिरहेको छ। ल ठिक छ चलो बा। हेर्न सक्नुहुन्छ यही हो भइरहेको काम। मकाको काम भइरहेको छ, क्रस्टहरू बन्दैछ। त्यो चाहिँ 2-3टा बनाउनु नै भनेको कुरा पनि धेरै खर्च गर्नु भएन। त्यतिमा बन्छ अरे यस्तो क्रस्टहरू है त। ओके बाई बाई।